थाहा छ हाम्रो वडामा त त्यो छैन नि त मेरै टोलमा तार तानिएको छैन भनेपछि त अनि अरू वडामा त झन् होला केही 2-4 जनाले ल उहाँको पछिदारी लगाउनु पनि भयो होला होइन अनि त्यो विषयमा के हो खास होइन हाम्रो मेन टार्गेट बुझ्नु नगरपालिका मेन टार्गेट भनेको प्रत्येक स्वास्थ्य विद्यालय र वडा कार्यालय समेट्ने गरी तान्ने भनेको हो 1 नम्बरमा अहिले किनकि अब त्यो तान्ने भनेको त त्यो बिचमा जहाँ जहाँ त्यो पोइन्ट छोडेका त्यो पोइन्ट छोडेका उसलाई पनि होइन त्यहाँ लाभा के अरे जनताहरूलाई त्यो पनि दिदिउँ नि त भन्दाखेरि ल त टेलिकमले दिएको अहिले दियो हो नि त अब लगातार चाहिँ टेलिकममाथि कुराकानी गर्दाखेरि अब लगातार हामी विस्तार गर्दैछौँ भन्ने छ हामीले लगातार हामी विस्तार गर्दैछौँ जहाँ पोइन्ट छाडेको छ अहिले त्यहाँ छोडेको छ त्यहाँ अहिले तिम्रो घर धुरीलाई समेट्ने गऱ्यो अहिले हामी त्यो तानिदिन्छौँ 5, 6, 7, 8वटा पोइन्ट छ होइन त्यहाँ 8-9 घरलाई तानिदिन्छौँ हामी अब लगत्तै यो चैत वैशाखभित्रै हामी प्रत्येक टोलमा हामी विस्तार गर्दैछौँ भनेर अस्ति भर्खर भनेको छ त्यो हो अर्को यसो झुटो प्रचार चाहिँ गर्नु भएन नि त जब ताने जब घर घरमा सेवा सुविधा दियो त्यसपछि हो नि त प्रचार गर्ने पहिला ओडामा नि एक्टिभ भएको छैन ओडामै अहिले आउँदाखेरि एक्टिभ पैसा हालेको छैन भन्ने छ कुरा ओडामा एक्टिभ भएको छैन अनि अर्को कुरा यसो हो के 8 घर 5 घर 10 घर 20 घर भनेको छ नि त त्यो कुरा कदापि हुँदैन क्या त जसै मान्नु मेरो टोलमा मैले मात्रै लाउन चाहेँ भने चाहिँ मलाई पनि लाउन दिनु पर्यो एकजनालाई पनि किनकि भुक्तान तिर्ने त ओडाले होइन सरकारी रूपमै होइन व्यक्तिगत नौकरी इन्डियामा नौकरी गरेको पैसा तिर्ने त हो वर्षको दिनको मेरो महिनाको 1500 रिचार्ज जान्छ त है कसम खाएर भन्छु महिनामा मेरो 1500 रिचार्ज जान्छ किनकि महिनाको 1500 हाल्दाखेरि त वर्ष दिनको कति भयो तपाईँ आफै भन्नु होइन अनि वर्ष दिनको पैसा त एकमुष्ट मैले वाइफाई फेरि अझ पनि चल्दैन अहिले नेट चलाउँदाखेरि नमस्तेमा त चल्दैन एउटा मेसेज रिप्लाई दिनलाई आधी 1 घन्टा जान्छ त्यो व्यक्ति ठाउँ पुग्नलाई मेसेज रिप्लाई दिएको भन्दाखेरि जस्तै त्यो सेवा सुविधा त हामी राम्रो हुन्छ नि त यदि फाइबर भइदिए भए बरु महिनाको 2000 तिर्न तयार छु बरु होइन महिनाको 1500 तिर्ने ठाउँमा त 500ले काम हुने छ महिनाको फाइबर चलाउँदाखेरि नेट त्यसरी चल्छ सूचना त्यसरी नै पढ्न पाउँछ युट्युबहरू त्यसरी चलाउन पाउँछ होइन विद्यालय पढाइ लेखाइमा सहज हुन्छ भन्ने कारण त फाइबर हो नि त अहिले यहाँ ओडाइ कार्यालय त अहिले मैले गरी चलाएको छैन भने चाहिँ घर घरमा जनतालाई सेवा सुविधा दियो भन्न त मिलेन नि त झुटो प्रचार गर्न मिलेन घर घरमा भनेर अब सबैले प्रचार झुटो प्रचार गरिरहेको छ घर घरमा जहाँसम्म प्रत्येक टोलमा फाइबर नेट पुग्दैन त्यहाँसम्म घर घरमा भन्न मिल्दैन हो नि त जहाँ पनि अहिले हामीले किनकि अब तत्काल वडा कार्यालयमा अहिले जोडेका छौँ त्यसपछि स्वास्थ्यमा जोडेका छौँ त्यसपछि विद्यालयमा जोडेका छौँ विद्यालय स्वास्थ्यमा पनि एकदिन राम्रोसँग अहिले जोडेका उसमा पनि खास त्यति राम्रोसँग चलेको छैन त्यही पनि हो अझै पनि हामीले हाम्रै घरमा जोडेका छौँ पल्ला घरसम्म त सक्सेस भएको छैन अझ किनकि अब टेलिकम अस्ति मैले भर्खर एउटा हाम्रो त्यो फाइबर नेट जोड्ने उनीहरूले गुरुलाई अस्ति नै मैले भर्खर फोन गरेँ हो अब 3-4 दिनपछि आउँदैछु अरूको त्यो विद्यालयमा जोड्छु यो भन्ने गरेको छ अब लगत विस्तार गर्छु भनेर चाहिँ विस्तार गर्दा त कति विस्तार गर्न टाइम लाग्ने होइन टाइम चाहिँ लाग्छ काम गर्दाखेरि गर्न सजिलो हुन्छ गर्न अप्ठ्यारो पनि हुन्छ त्यो बुझ्छु तर लेकिन झुटो प्रचार पनि गर्नु भएन अर्को कुरा चाहिँ काम चाहिँ तत्काल एकजनाले घरमा फाइबर जोडेको 10 जनाको काम चाहिँ 8 नम्बरको बारेमा के छ भने त्यति बेला उहाँको त्यो ठेकादारी प्रस्ताव ठेकादारीको त्यो हामीलाई क्लियर गर्नु पनि भएन यति यो पनि भन्न चाहन्छु के त्यति बेला हामीले के भइदियो भनेलाई उति बेला मैले केही पनि त्यो गाउँलाई समेटिन्छ भनेर माथिबाट हाम्रो यो सुनिल बानियाको दोकानबाट सट्टै बिचमा गाउँमा तानेको छु मैले कुमालबाडामा टोलमा एउटा पोल छ त्यहाँ टोलमा एउटा पोल त्यहाँबाट 7वटा पोल छाडेका त्यहाँ कति 4-5 जना कति जोड्यो होइन अब मैले त्यति बेला त्यहाँबाट चौतारासम्म तान्ने भनेको थिएँ हामी त्यो भखाडा भन्ने तान्ने भनेको थिएँ ल हामी 3-4 दिनपछि आएर तान्छौँ भने त्यसले 3-4 दिनपछि आउँछु हामी आज आउँदैछौँ हामी मल्लघाटलाई तान्दैछौँ पल्लामा तान्दैछौँ भन्दै पहुँचे पनि दिए आएन उहाँ पछिल्लो दिनमा हामीले किनकि अब त्यो जुन त्यो पोइन्ट छोड्नेवाला जोइन्ट गर्ने मान्छे थिए त्यो जहाँ कहाँ पोइन्ट राख्ने भनेर त्यो अगाडिकोले लाइन तान्नेले राखिसकेको हुँदो रहेछ त्यसै पोइन्ट कहाँनिर राख्नुपर्ने के गर्ने त्यो सल्लाह गरे हामीले पनि हुन्थ्यो हामीलाई त्यति बेला पोइन्ट राख्दाखेरि हाम्रो पुरानो वडा कार्यालयको त्यहाँ राखिदिए पनि उता देउलसिनदेखि यता देउला रालबाट मेकअप हुन्थ्यो यता कुमारबाट राखेर कुमारबाट मेकअप हुन्थ्यो एक तलबाट हामी त्यो भन्थान भन्नेबाट त्यहाँबाट आएको थियो एउटा भन्थानसम्म राखिदिएपछि हाम्रो सबै गाउँ झिलमिल सबै प्रत्येक ठाउँमा 5 मिनट जोडान हुन्थ्यो किनभने त्यहाँबाट तलबाट रिठा बजारबाट भीमेश्वरसम्म ल्याउने भीमेश्वरबाट किनकि भीमेश्वर नजिकका घर त लाभान्वित त हुन्थ्यो नि त विद्यालय वरिपरिका त विद्यालय वरिपरि हुँदै त्यहाँबाट मैले चौतारासम्म ल्याएपछि लगभग हाम्रा त्यहाँ चौतारासम्म एउटा 7वटा पोइन्ट गएको एउटा बक्स राखेको त्यहाँ पुगिहाल्छ भन्ने कुरो हामी लगत विस्तार गर्छौँ यो ट्युसनको जो भने केटाहरूले अब युवाहरूले भनौँ उहाँहरूले भनेका जस्तै आफ्नो नजिकाउने घर लायो आफ्नो नजिकाउने घर लाएन भन्ने जो कुराहरू त्यो खास त्यो के हो त्यसमा केही कसकै आफन्त घर पनि लगाएका छैन त्यहाँ
त्यहाँ हाम्रा त्यहाँ कुमलबाट लिएर पन्टा राखेको छ कुमलबाट पन्टा राखेकालाई जसले इच्छुक चाहना छन् उनले तान्यो जसले चाहना छैन उनले प्लेन तानेका छन् राखेको नजिकै टिप्ने खालका टिप्ने खालकाले तान्यो अब किनकि तिनीहरूको बेस पनि 150 मिटरसम्म मात्र तान्न सकिँदो रहेछ 150 भन्दा टाढा तान्न नसकिने हुँदाखेरि जहाँ 150 जतिले पुग्छ त्यसम्म सबैले तानेका छन् 150 भन्दा टाढा गएर तानेका छैन बाँकी नयाँ पुलमा नयाँ पुल राखेको रहेछ टाँगिएको छ मात्रै त्यो त्यही पनि विवादित कुरा काम छैन होइन, त्यो- काम अलि मेयर साहबलाई होइन पालिकाले पोल्छ अहिले यसो हो क्या जनप्रतिनिधिको कुनै वडाको कुनै पालिका बजेट जाने होइन यसमा जनताकै बजेट जाने हो जनताकै पैसा जाने हो इन्डियामा त्यो त हामीले त यो गर्दा पनि यो त फाइदा पनि टेलिकमलाई थियो नि त हो टेलिकमलाई फाइदा हो नि त अब किनले उनले पनि सहज जनतालाई नै हो, अब हामी फाइदा गर्दैछौँ टेलिकमलाई। हामी गर्दैछौँ हामी लागिराखेका छौँ हामी ल गर्छौँ हामी लागिरहेको हामी गर्छौँ भन्दैछन् अब पहिले गर्ने अब हामी गर्छौँ भन्दा भन्दा चाहिँ फाइबर हाम्रो सबभन्दा यो बुढीका नगरपालिकाले गरेको के भन्दाखेरि अब हामीले मेयरले यस्तो गर्यो मेयरले उस्तो गर्यो भन्छ नि साँच्चीकै प्रत्येक गाउँ टोल छुयाएको र प्रत्येक वडा फाइबर नेट चढ्याएको बुढीका नगरपालिका मात्रै हो यो घमण्ड साथ भन्छौँ हामी किनकि यहाँ बुढीका नगरपालिकाको मेयरले नगरेको होइन राम्रै काम हो यो काम चाहिँ राम्रो हो तर हामी यहाँको जो जनप्रतिनिधिदेखि लिएर हामी जनतालाई काम गर्न गएका हौँ त्यो फाइबर नेटका लागि मेयर साहबले पनि खट्टी नगर धेरै लाग्नु भएको छ क्या त्यहाँ रात दिन लाग्नु भएपछि अघिल्लो वैशाखमा हुने पनि अघिल्लो वैशाखमा हुने पनि लाग्दा गर्दा मेयर साहबले आफ्नो धेरै खटिनु भएको छ अझै पनि अस्ति अब कहाँ कुन टोल छन् अब रोकेका भने अस्ति लिस्ट दिएछ त्यो चाहिँ अलि फास्ट अब त्यो लिस्ट काम गर्दाखेरि लिस्ट दिने ढिलो जानु बित्तिकै हुन्छ, त्यो बुझ्छन् क्या त्यो लिस्ट दिने बित्तिकै प्रत्येक घरमा फेरि नेट हुन्छ त्यसका लागि हो अब यो फाइबर नेट पनि अब यहाँ जस्तै हाम्रो यहाँको यो ले भाइ। वडा कार्यालयको बारेमा पनि